पीडित परिवारप्रति चाहिँ सहानुभूति र दुःख व्यक्त गर्दछ र त्यस र उहाँहरूको दुःखमा चाहिँ शेर्पा सरकार चाहिँ पनि सहभागी छ र अहिले तत्काललाई चाहिँ मैले अहिले 3 लाख रुपियाँ लिएर आएको छु, तत्काल 3 लाख रुपियाँ ल्याएको छु। त्यस्तै अब रेड क्रसको चाहिँ साथी पनि चाहिँ हामी सँगै सामान्य रुपियाँ चाहिँ लिएर आएको छौँ र अब जिल्ला देवीपुरको उद्धार समितिले पनि चाहिँ आफ्नो तर्फबाट केही गर्लान् र मैले शेर्पा सरकारमा चाहिँ यहाँको वस्तुमा सबै जाहेर गरिसकेको छु। त्यसकाले म यहाँ सबै यो पीडित अग्निपीडित परिवारलाई के आश्वस्त गराउन चाहन्छु भने शेर्पाको सरकारको तर्फबाट जे यस्तो चाहिँ तपाईँको चाहिँ अब हामी सक्छौँ त्यो चाहिँ अब यहाँको अग्निपीडितलाई चाहिँ सहयोग गर्न शेर्पा सरकार चाहिँ तयार छ र अब यसको पुनर्संरचनाको पुनर्निर्माणको कुरा पनि छ र म चाहिँ शिविर साहब र यहाँको चाहिँ सभापतिज्यू र अरू सबै बुद्धिजीवीलाई के आग्रह गर्न चाहन्छु भनेदेखि कमसेकम यसको पुनर्निर्माणको लागि चाहिँ यहाँहरूले चाहिँ अब एउटा सर्वदलीय बैठक राखेर होइन कुन हिसाबले यसको चाहिँ योजनाबद्ध हिसाबले चाहिँ निर्माण गर्ने हो त्यसको लागि पनि चाहिँ खाका तयार गरेर शेर्पा सरकारमा चाहिँ पठाउँ र त्यसको लागि शेर्पा सरकार चाहिँ पहल गर्नेछ। 2 नम्बर वाहिनीपति अनन्त बहादुर थेबेले जिल्लावासी हुनुको साइनो गाँस्दै भाव विवल भएर यसो भन्नुभयो। र अहिले चाहिँ उहाँ चाहिँ क्षेत्रीय प्रशासक, म वाहिनीपति र मेरो चाहिँ आफ्नै जिल्ला पनि हो। यो म यही जिल्लाको मान्छे हो, मेरो घर सिनाम हो भनेपछि म कति दुखी भएको होला यो कुरा सुनेर र देखेर चाहिँ। अब यो भएको हुनाले अब संयोगले म पनि यही क्षेत्रमा अहिले भएको हुनाले चाहिँ कति सकिन्छ क्षेत्रबाट चाहिँ विभिन्न स्रोत साधनहरू बटुल्नको लागि, जम्मा गर्नको लागि म कोसिस गर्छु भाइ, अघि त्यस्तै किसिमले म अरूलाई पनि चाहिँ हारगुहार गर्छु। र अहिले तत्कालको लागि चाहिँ रेड क्रस सोसाइटीबाट 50 परिवारलाई पुग्ने यो आज तत्काललाई चाहिँ नि यो पाल तम्बु लगायतका सामान आएको छ। श्री 5 को सरकारको तर्फबाट क्षेत्रीय प्रशासनज्यूले चाहिँ नि तपाईँहरूलाई बाँड्नको लागि भनेर तत्कालको लागि 3 लाख रुपियाँ लिएर आउनु भएको छ र शाही नेपाली सेनाको 2 वाहिनी परिवार भन्नाले मेरो आफ्नो परिवारको तर्फबाट तपाईँहरूलाई चाहिँ 20,000 नगद रुपियाँ र 4 क्विन्टल चामल र 50 किलो चाहिँ दाल के छ त भन्दा मेरो भण्डारमा जे थियो त्यही बोकेर आएको छु म अहिले। यो चाहिँ तत्कालको लागि हो। अब योभन्दा पछाडि क्षेत्रमा बसेको नाताले र आफ्नो जिल्लामा यस्तो चाहिँ पर्दाखेरि अरू बेला पनि अरू सामान गर्नुपर्छ भने म कति गर्न सक्छु म जरुर कोसिस गर्छु। भएको छैन र भएको छैन भने म पूर्ण विश्वस्त छु र अब भइसकेको भए यो भएको हुन्थ्यो त्यो भएको भन्ने हुन्थ्यो भन्ने कुरो त हामीलाई लाग्छ होइन। तर त्यो बेलामा रातको वखतमा कुनै मिसअन्डरस्ट्यान्डिङ भएको भएदेखि चाहिँ म दुखी बनेछु त्यसको लागि। यसअघि ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा ताप्लेजुङ अग्निपीडित उद्धार मूल समितिका संयोजक विजय श्रेष्ठले घटनाका सम्बन्धमा जानकारी दिँदै आफ्नो धारणा राख्नु भएको थियो। मलाई लाग्छ अब हाम्रो कुन सुविधा हो भने हामी हाम्रो अरू जिल्लाका साथीहरूलाई पनि अनुरोध गरेर वन कलेक्सन हजुरको सहयोग फोनको सुविधा पुनर्निर्माण कुरा चाहिँ बढी कसरी गर्ने त्यसको लागि चाहिँ बढी सपोर्ट गर्नु पर्यो यहाँहरूले के अब यो चाहिँ हुनु त भइगयो यसमा त कुनै सरकार छैन तर यसलाई पुनर्निर्माण यहाँले कति सक्नु छ यहाँ जिल्लावासीको नाताले अवसरमा जिल्ला विकास समितिका सभापति बोधराज गुरुङले पनि आफ्ना धारणाहरू राख्नुभयो। अहिले चाहिँ मेरो जुन चाहिँ के अरे यो केही राहतहरू दिनको लागि एकाउन्टेन्ट काजमा गएको हुनाले अहिले चाहिँ के अरे सभापति मात्रै र उपसभापति मात्रै भएको हुनाले त्यो चाहिँ मैले तुरुन्त राहत दिन चाहिँ सकिरहेको छु र आफ्नो व्यक्तिगत रूपबाट चाहिँ के अरे यो चाहिँ के अरे काम गर्ने कुराहरू चाहिँ म आफू चाहिँ के अरे गर्ने प्रयास गरिरहेको छु। अब चाहिँ के अरे तपाईँको सबभन्दा पहिला नम्बर चाहिँ आगो अझै पनि भइरहेछ त्यो धुवाँलाई चाहिँ के अरे निभाउने र पानी हालेर निभाउने त्यसपछि चाहिँ के भनेदेखि यसलाई चाहिँ निभाइसकेपछि राहत कार्यक्रमहरू जुटाउने चाहिँ। स्थानीय बासिन्दाहरूका आफ्नै गुनासा छन् भने सुरक्षाकर्मीहरूका पनि आफ्नै समस्या सीमा र बाध्यताहरू छन्। स्थानीय इन्द्रजङ गुल्मका गुल्मपतिको भनाई यस्तो रहेको छ। अब हिजो 7 बजेबाट सुरु भएको थियो, त्यसपछि अब चाहिँ एकदमै तन्किएर त्यो हामी चाहिँ नि बाहिर थियो, अपरेसनमा थियो। अपरेसनबाट हामी तत्काल चाहिँ नि ऱ्यापिडमा चाहिँ नि गुल्म बेसमा आएर त्योभन्दा अगाडि नै एउटा टोली पहिला पनि गइसकेको थियो र गुल्म बेसमा आएर हामीले चाहिँ फेरि कोअर्डिनेसन गरेर उद्धारको लागि चाहिँ नि गुल्मपतिको जस्तै परिस्थिति र बाध्यता
स्थानीय जिल्ला प्रहरी कार्यालयका प्रमुख हनुमान दासको पनि छ। 7 बजे घटना हो, राति 7 बजे घटना हामी हाई पोइन्टबाट आगो लागेको ज्वाला देख्यौँ। देखिसकेपछि अब पहिले शङ्का उपशङ्का घेरा सुरु भयो। अरू माओवादी तत्त्वले गरेको भन्ने कुरा आयो। जुन तत्त्वले गरे पनि जनतालाई हामीले सहयोग गरेर हाई कमान्ड गऱ्यौँ, माथि बसेर। अर्को इन्सपेक्टर साहबलाई म यहाँको स्थानीय जनताको सहयोग यति प्रभावकारी, यति अनुकरणीय, प्रशंसनीय छ। उहाँको सहयोग नगरेको भए यो सम्पूर्ण सदरमुकाम नै हुन्छ। प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद पोखरेल पनि उहाँहरूको भन्दा खासै फरक विचार राख्नुहुन्न। शाही नेपाली सेना, नेपाल प्रहरी र यहाँको आम पब्लिकहरूले साह्रै मेहनत गरेर राति 3-3:30 बजे मात्रै नियन्त्रणमा आयो। यसैगरी ताप्लेजुङबाट विस्थापित भएर या कामको दौरान राजधानी लगायत मुलुकका विभिन्न भागमा रहेका ताप्लेजुङवासीहरू अनि छिमेकी जिल्लाका मानिसहरू पनि सहयोगका लागि जुटिसकेका छन्। राजधानीमा रहेका ताप्लेजुङवासीहरूको भेलाले 2060 चैत्र 17 गते ताप्लेजुङवासी इन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा ताप्लेजुङ फुङलिङ बजार अग्निपीडित राहत तथा पुनर्निर्माण सहयोग समितिको गठन गरी आफूलाई क्रियाशील बनाएका छन्। समितिले 2060 चैत्र 18 गते सम्माननीय प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटी यथाशीघ्र घटनास्थलको स्थलगत भ्रमण गरी उच्च स्तर आयोग गठन गर्न र त्यसमार्फत अल्पकालीन एवं दीर्घकालीन योजनाहरूलाई संयोजित रूपमा अगाडि बढाउन आग्रह गर्यो। राष्ट्रिय सभाकी सांसद याङ्किला शेर्पाको नेतृत्वमा गएको ताप्लेजुङवासीहरूको उच्च स्तरीय प्रतिनिधि मण्डलका सदस्यहरूले प्रधानमन्त्रीलाई आफ्ना कुराहरू यसरी राख्नुभयो। घटना घटेको छ, यसलाई चाहिँ सामान्य प्रधानमन्त्रीज्यूको लेभलबाट अहिले के देखियो भने हजुरका रिपोर्टहरू आइ पनि सक्यो होला। एउटा हाई लेभल कमिटी चाहिँ तुरुन्तै गठन हुनु पर्यो, जसमा चाहिँ बौद्धिक सर्कलको, इन्टेलेक्चुअल लेभलको प्लानरहरू, श्री5 सरकारको हाई लेभलको मान्छेहरू र ताप्लेजुङकै जनप्रतिनिधिहरू, पोलिटिकल नेताहरू सबै सम्मिलित भएको चाहिँ एउटा पुनर्निर्माण कमिटी चाहिँ तुरुन्तै यस गठन गर्नेतिर सामान्य प्रधानमन्त्रीज्यूको ध्यान जानु पर्यो। र इमिडिएटली के देखिया छ भने अब त्यो आदि गाउँ चाहिँ ध्वस्त भएको हुनाले त्यहाँ हुन सक्ने एउटा रोगको महामारीहरूको डर पनि छ र हस्पिटलहरू इक्विप गर्नुपर्ने लिएर अब सबै कुराहरूले चाहिँ नोक्सान भएको हुनाले सबैभन्दा अहिले चाहिँ राहतको लागि प्रधानमन्त्रीज्यूको चाहिँ भ्रमण चाहिँ महत्त्वपूर्ण जस्तो लागेर हामीले चाहिँ भन्न खोजेको हो। अन्य कामको साथसाथै यसलाई प्राथमिकताको हिसाबले तुरुन्तै एकदम गम्भीरता साथ प्राथमिकता दिनुपर्ने नम्बर 1 पुनर्निर्माणको लागि अलिकति दीर्घकालीन सहयोगको निम्ति त्यसकारण तुरुन्तै चाहिँ आज भोलि पर्सि नै प्लेनको एक दुईवटा फ्लाइट यो राहत भन्ने कुरा नै एउटा कस्तो हो भने एउटा तुरुन्त पनि गर्नुपर्ने हुन्छ र दीर्घकालीन रूपमा पनि जानुपर्ने हुन्छ। बस पार्क बनाउने कुराहरूदेखि लिएर एउटा ताप्लेजुङलाई चाहिँ त्यो नगर विकास क्षेत्रभित्र चाहिँ एउटा मास्टर प्लान तयार गरियो। सहरी जति योजना हो सबै तीनवटा हुनुभएकोले र ऊ आफै त्यही जिल्लाको भएकोले जुन क्षेत्रीय प्रशासन हुनुहुन्छ उहाँको सर्वपक्षीय सोचको अवधारणा पनि यही पवित्र कार्यबाट भनौँ प्रतिकूलताले सिर्जना गरेको पवित्र कार्यबाट हुन्छ र एउटा यो हाई लेभलको एउटा कमिटी निर्माण हुनु पर्यो। प्रत्युत्तरमा सम्माननीय प्रधानमन्त्री सूर्यबहादुर थापाले घटनाप्रति दुःख व्यक्त गर्दै यथाशक्य सहयोग गर्न श्री5 को सरकार तदारुकतापूर्वक लागिसकेको विश्वास दिलाउनुभयो। उहाँको भनाइ थियो, यसमा हिजो हामीहरूले विचार गरेका थियौँ। अब खालि गएर मात्रै भन्दा पनि अब उनीहरूलाई भरपर्दो केही कुराहरू पनि चाहियो। औपचारिक निभाउने मात्र नभएर त्यो इफेक्टिभ ढङ्गले काम हुने चाहिँ नि राम्रो हुनु पर्यो। त्यो एक्सन उसमा चाहिँ नि त्यसमा चाहिँ नि अब तपाईँहरूको यहाँ कमिटी बनिहालेछ, उहीँको व्यक्ति हुनुहुन्छ जम्मै, त्यस कुरामा चाहिँ म कमल जिल्ला भनेर गृहमन्त्रीलाई भनेर तपाईँहरूसँग पनि अब यहाँ 2 जना मन्त्री इन्भल्भ गर्नुभयो। एउटा भौतिक योजना के अरे एउटा उहाँ हुनुभयो, एउटा गृहमन्त्री हुनु, एउटा गर्ने जे गर्नु पर्दछ निश्चित भएर इफेक्टिभ र प्र्याक्टिकल होस्। दोस्रो कुरा प्लेनको कुरा चाहिँ नि आज म पर्यटन मन्त्रीलाई अराउँछु। एकजना नेपालीलाई परेको पीडामा अर्को नेपाली हात बाँधेर बस्नै सक्दैन।
यही नै हाम्रो असल संस्कार र संस्कृति पनि हो। अहिले फेरि एकपटक हामी सबै नेपालीले यसको परीक्षामा आफूलाई खरो उतार्नु परेको छ, किनकि कुन पापीको आँखा लाग्यो कुन्नी यसपटक ताप्लेजुङ मात्र जलेन, ताप्लेजुङवासीहरूको मन पनि जलेको छ। जलेको त्यस मनमा मलम लगाउनु जो जहाँ छौँ र जे सक्छौँ मन, वचन र कर्मले समर्पित भएर लागि परौँ। ताप्लेजुङ अहिले यही विनम्र अपेक्षाका साथ सबै मनकारी मनहरूलाई टुलु टुलु हेरिरहेको छ, टुलु टुलु हेरिरहेको छ।